यो भिडियोमा 2081 सालमा सोधिएको सप्लिमेन्ट्री एक्जामिनेसन इकोनोमिक्सको क्वेसन र मोडेल क्वेसन हुनेछन्। सब्जेक्ट कोड 3041A एनईबी ग्रेड 12 2081-2024 इकोनोमिक्स सप्लिमेन्ट्री एक्जामिनेसन क्वेसन पेपर टाइम 3 आवर्स फुल मार्क्स 75। यहाँ 3वटा समूहहरू रहेका छन्। समूह ए मा 11वटा प्रश्न, प्रत्येक प्रश्नको अङ्कभार 1 गरी, जम्मा समूह क को अङ्कभार 11 रहेको छ। त्यस्तै गरी समूह ख मा 8वटा प्रश्नहरू, प्रत्येक प्रश्नको अङ्कभार 5 गरी, जम्मा समूह ख को कुल अङ्कभार 40 रहेको छ। र समूह ग मा 3वटा प्रश्नहरू, प्रत्येक प्रश्नको अङ्कभार 8 गरी, जम्मा समूह ग को कुल अङ्कभार 24 रहेको छ। सबै प्रश्नको उत्तर दिनुहोस्। समूह क अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू, मार्क्स 11 × 1 = 11। क्वेसन नम्बर 1, अवसर लागत भनेको के हो? क्वेसन नम्बर 2, यदि 15 एकाइ र 20 एकाइ वस्तुको कुल उत्पादन लागत क्रमशः रु 1000 र 1500 छ भने यसबाट सीमान्त लागत निकाल्नुहोस्। क्वेसन नम्बर 3, सरकारी खर्च भनेको के हो? क्वेसन नम्बर 4, मुद्रा बजार र पुँजी बजार बीच कुनै दुई भिन्नता लेख्नुहोस्। क्वेसन नम्बर 5, मानव संसाधनको साधनको कुनै दुईवटा भूमिका लेख्नुहोस्। क्वेसन नम्बर 6, साप्टाका कुनै दुई सिद्धान्त लेख्नुहोस्। क्वेसन नम्बर 7, विप्रेषणको कुनै एउटा फाइदाको वर्णन गर्नुहोस्। क्वेसन नम्बर 8, दिगो विकासको कुन लक्ष्य शून्य भोकमरीसँग सम्बन्धित छ? क्वेसन नम्बर 9, तथ्याङ्कशास्त्रका कुनै दुई सीमाहरू उल्लेख गर्नुहोस्। क्वेसन नम्बर 10, समगणना विधिभन्दा नमुना छनौट विधिलाई किन बढी मितव्ययी मानिन्छ? कुनै एक कारण उल्लेख गर्नुहोस्। क्वेसन नम्बर 11, यदि अङ्कगणितीय मध्यक 32.2 र बहुलक 36.4 छ भने मध्यका पत्ता लगाउनुहोस्। समूह ख संक्षिप्त उत्तरात्मक प्रश्नहरू, मार्क्स 8 × 5 = 40। क्वेसन नम्बर 12, समाजवादी अर्थव्यवस्थाको परिभाषा दिनुहोस्। यसका कुनै 4 विशेषताहरूको व्याख्या गर्नुहोस्। अथवा प्रश्न, श्रम विभाजनको परिभाषा दिनुहोस्। यसका कुनै 4 फाइदाहरूको व्याख्या गर्नुहोस्। मार्क्स 1+4। क्वेसन नम्बर 13, ब्याजको शास्त्रीय सिद्धान्तको वर्णन गर्नुहोस्। क्वेसन नम्बर 14, दिएको तालिकाको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस्। मार्क्स 3+2। दिएको तालिका राम्रोसँग हेर्नुहोस्। टिआर, एमआर र एआर निकाल्नुहोस्। 1, दिएको तालिका पुरा गर्नुहोस्। 2, पुरा गरिएको तालिकाबाट औसत र सीमान्त आय वक्ररेखा खिच्नुहोस्। मार्क्स 3+2। क्वेसन नम्बर 15, एकाधिकार बजारको अल्पकालमा फर्मको सन्तुलित मूल्य र उत्पादन कसरी निर्धारण हुन्छ? व्याख्या गर्नुहोस्। क्वेसन नम्बर 16, नेपालको सन्दर्भमा केन्द्रीय बैङ्कका कुनै 5वटा कार्यहरूको वर्णन गर्नुहोस्। क्वेसन नम्बर 17, नेपालमा असमानता घटाउन कुनै 5 उपायहरूको सुझाउनुहोस्। क्वेसन नम्बर 18, नेपालमा योजना कसरी निर्माण गरिन्छ? व्याख्या गर्नुहोस्। क्वेसन नम्बर 19, दिएको तथ्याङ्कबाट स्तरीय विचलन पत्ता लगाई नतिजाको व्याख्या गर्नुहोस्। मार्क्स 4+1। टेबल राम्रोसँग हेर्नुहोस्। अथवा प्रश्न, दिएको तथ्याङ्कबाट लेस्पेयरको मूल्य सूचकाङ्क पत्ता लगाउनुहोस् र नतिजाको व्याख्या गर्नुहोस्। दिएको टेबल राम्रोसँग अध्ययन गर्नुहोस् र पत्ता लगाउनुहोस्। समूह ग विस्तृत उत्तरात्मक प्रश्नहरू, मार्क्स 3 × 8 = 24। क्वेसन नम्बर 20, दिएको तालिकाको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस्। दिएको टेबल राम्रोसँग हेर्नुहोस्। टिसी, एसी र एमसी निकाल्नुहोस्। 1, दिएको तालिका पुरा गर्नुहोस्। 2, पुरा गरिएको तालिकाबाट औसत र सीमान्त लागत वक्ररेखा खिच्नुहोस्। क्वेसन नम्बर 21, नेपालको सन्दर्भमा स्वतन्त्र व्यापारका फाइदा तथा बेफाइदाहरूको लेखाजोखा गर्नुहोस्। क्वेसन नम्बर 22, नेपालको वैदेशिक व्यापारका समस्याहरूको समाधानका उपायहरूबारे वर्णन गर्नुहोस्। अथवा प्रश्न, दिगो विकासका लक्ष्य भनेको के हो? नेपालको सन्दर्भमा सम्मानजनक श्रम र गुणात्मक शिक्षाको अवस्थाको समीक्षा गर्नुहोस्। मार्क्स 1+3.5 +3.5। 2081 को सप्लिमेन्ट्री एक्जामिनेसनमा सोधिएको इकोनोमिक्स सब्जेक्ट कोड 3041B सेटको क्वेसन पेपर यस प्रकार रहेको छ। टाइम 3 आवर्स, फुल मार्क्स 75। यहाँ पनि 3वटा समूहहरू रहेका छन् एमा जस्तै। सबै प्रश्नको उत्तर दिनुहोस्। समूह क अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू, मार्क्स 11 × 1 = 11। क्वेसन नम्बर 1, श्रम विभाजन भनेको के हो? क्वेसन नम्बर 2, यदि 25 एकाइ कलमबाट कुल आय रु 2500 प्राप्त भएको छ भने सूत्र प्रयोग गरी औसत आय पत्ता लगाउनुहोस्। क्वेसन नम्बर 3, सरकारी बजेट भनेको के हो? क्वेसन नम्बर 4, केन्द्रीय बैङ्क र वाणिज्य बैङ्क बीच कुनै दुई भिन्नता लेख्नुहोस्। क्वेसन नम्बर 5, असमानता भनेको के हो? क्वेसन नम्बर 6, शून्य भोकमरी भनेको के हो? क्वेसन नम्बर 7, नेपालको चालु योजनाको कुनै एक प्राथमिकताको उल्लेख गर्नुहोस्। क्वेसन नम्बर 8,
दिगो विकासको कुन लक्ष्य आर्थिक विकाससँग सम्बन्धित छ? क्वेसन नम्बर 9 तथ्याङ्कशास्त्रका कुनै दुईवटा महत्त्व उल्लेख गर्नुहोस्। क्वेसन नम्बर 10 प्राथमिक र द्वितीय तथ्याङ्कहरूको कुनै एक भिन्नता लेख्नुहोस्। क्वेसन नम्बर 11 दिएको तथ्याङ्कको मध्य 8 भए x को मान पत्ता लगाउनुहोस्। ज्याला दिएको छ 5, 6, 8, 9, 13 x। समूह ख संक्षिप्त उत्तरात्मक प्रश्नहरू मार्क्स 8 × 5 = 40। क्वेसन नम्बर 12 मिश्रित अर्थव्यवस्था भनेको के हो? मिश्रित अर्थव्यवस्थाका कुनै 4 विशेषताको व्याख्या गर्नुहोस्। मार्क्स 1 + 4। अथवा प्रश्न साधनको वितरणको परिभाषा दिनुहोस्। साधनको वितरणका समस्याहरूको व्याख्या गर्नुहोस्। मार्क्स 1 + 4। क्वेसन नम्बर 13 रिकार्डोको लगान सिद्धान्तको वर्णन गर्नुहोस्। क्वेसन नम्बर 14 दिएको तालिकाको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस्। मार्क्स 3 + 2। टेबल राम्रोसँग अध्ययन गर्नुहोस्। TR, MR र AR निकाल्नुहोस्। 1 दिएको तालिका पुरा गर्नुहोस्। 2 पुरा गरिएको तालिकाबाट कुल आय र सीमान्त आय वक्ररेखा खिच्नुहोस्। मार्क्स 3 + 2। क्वेसन नम्बर 15 पुनः प्रतिस्पर्धा बजारमा सीमान्त आय सीमान्त लागत विधिद्वारा अल्पकालमा फर्मको सन्तुलित मूल्य र उत्पादन कसरी निर्धारण हुन्छ? व्याख्या गर्नुहोस्। क्वेसन नम्बर 16 वाणिज्य ब्याङ्कका कार्यहरूको वर्णन गर्नुहोस्। क्वेसन नम्बर 17 नेपालमा गरिबी घटाउने कुनै 5 सुझावहरूको व्याख्या गर्नुहोस्। क्वेसन नम्बर 18 नेपालमा योजना निर्माण प्रक्रियाको व्याख्या गर्नुहोस्। क्वेसन नम्बर 19 दिएको तथ्याङ्कबाट स्तरीय विचलन पत्ता लगाई नतिजाको व्याख्या गर्नुहोस्। मार्क्स 4 + 1। दिएको टेबल राम्रोसँग अध्ययन गरी पत्ता लगाउनुहोस्। अर्को क्वेसन दिएको तथ्याङ्कबाट पाश्चेको मूल्य सूचकाङ्क पत्ता लगाउनुहोस् र नतिजाको व्याख्या गर्नुहोस्। दिएको टेबल राम्रोसँग अध्ययन गर्नुहोस् र पत्ता लगाउनुहोस्। समूह ग विस्तृत उत्तरात्मक प्रश्नहरू मार्क्स 3 × 8 = 24। क्वेसन नम्बर 20 दिएको तालिकाको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस्। मार्क्स 2 × 3 + 2। दिएको टेबल राम्रोसँग अध्ययन गर्नुहोस् र TC, AC र MC निकाल्नुहोस्। 1 दिएको तालिका पुरा गर्नुहोस्। 2 पुरा गरिएको तालिकाबाट औसत र सीमान्त लागत वक्ररेखा खिच्नुहोस्। क्वेसन नम्बर 21 नेपालको सन्दर्भमा स्वतन्त्र व्यापारका फाइदा तथा बेफाइदाहरूको लेखाजोखा गर्नुहोस्। क्वेसन नम्बर 22 नेपालको वैदेशिक व्यापारका समस्याहरूको समाधानका उपायहरूबारे वर्णन गर्नुहोस्। अथवा प्रश्न दिगो विकासका लक्ष्य भनेको के हो? नेपालको सन्दर्भमा सम्मानजनक श्रम र गुणात्मक शिक्षाको अवस्थाको समीक्षा गर्नुहोस्। मार्क्स 1 + 3.5 + 3.5। त्यस्तै गरी 2079 सालमा NEB-ले बनाएको कक्षा 12 को इकोनोमिक्स विषयको 3041 कोडको मोडेल क्वेसन पनि दिएको छ। त्यो राम्रोसँग हेर्नुहोस् र त्यहाँ दिएका मोडेल क्वेसनहरूको अध्ययन राम्रोसँग गर्नुहोस् र तयारी राम्रो गरी इक्जाम राम्रो गर्नुहोस्। यस्तै अन्य भिडियोहरू चाहिएमा वी लर्न टुगेदर 1M को प्लेलिस्ट +2 और क्लास 11 and 12 मेटेरियल्स एन्ड क्वेसन पेपरमा गई खोज्नुहोला र त्यहाँ दिएका क्वेसनहरूको हेल्पले प्रिपरेसन राम्रो गरी इक्जाम राम्रो गर्नुहोला। वी लर्न टुगेदर 1M भित्रका सम्पूर्ण भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गर्न नभुल्नुहोला र तपाईँको कुनै जिज्ञासा भएमा कमेन्टमा उल्लेख गर्दै जानुहोला। सम्भव भएसम्म म फुलफिल गर्ने प्रयास गर्दै जानेछु। धन्यवाद।